ओए त मलाई धेरै नजिस्काई मेरा बुढालाई भन्दिम ल म थाम अरे घरमा मेरा बुढालाई भन्दिन्छु तल मेरा बुढा आइन काट्न मासु बनाएर खाइदिन्छ थाम बुढा के भयो मलाई बोकाले जिस्कायो बोकाले जिस्कायो कुनै बोकाले माइला बोकाले इसकी माँ की आँख किन भित्र बस्छ त्यसलाई म हेर्छु बोका होला ओए बोका है मैले भनिदिएको छु है राम्रै मलाई भनिदिएको छु मेरो बुढीलाई नजिस्कास मैले भनिदिएको छु नि फेरि तेरो भाउजू राम्रै उ गरोस् भनिया मान होइन भने तँलाई फेरि म काटकुट पारेर खाउँला नि ए यो साला यो बोकालाई जति भने पनि केही लाग्दैन म त बुढी पीडित हुँ त्यही भएर झोक्रिया छु त के पीडित होस् र यसरी झोक्रेर बसिया छ साट पलाएर बसिया छस् बोल्न यार ठिकै छ नबोल्ने बे नबोल मलाई बाल मतलब बुढा आज चिसो चिसो गरे आउँछ त्यो लोकल जल्लो काटेर तातो झोल पेल्ने हो कि मैले पनि अगाडिदेखि यो भालेलाई देखिरहेको छु यसलाई पनि जाडो भएको छ कि हो त्यही गरौँ हामीलाई पनि जाडो भएको छ यसलाई काटकुट पारेर तातो तातो लोकल भालेको झोल खाल्नु पर्छ लोकल चल्लाको झोलै त हो र खाने खालौँ जाम त्यसलाई छोडेर भागै हो तिमी उताबाट म यताबाट है ठिक छ मलाई काटेर खाऊ मिल्दा थाहा पाए भने घाँटीमा अड्केर मार्दिन्छु Oh no! Bonk. 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 Oh no! Bonk. 哎呦我的妈！Oh no! Bonk. कठै गरे जीवन आत्तिले अहिले पनि छोड्या छैन कस्तो बौलानी गरी सुत्याउँछ ओए Bonk. उठ उठ जाने 哎呦我的妈！